तपाईँलाई थाहा छ नेपालको 60-70% फुटबल प्लेयर कहाँबाट निस्किन्छ? यही पूर्व क्षेत्रबाट निस्किन्छ। तर फुटबल प्लेयरहरूलाई उत्पादन गर्नलाई, त्यो ग्रासरुटको फुटबललाई विकास गर्नलाई, त्यो खेल मैदान विकास गर्नलाई सकिएको छैन। एउटा स्टेडियम बनाउन सकिएको छैन, ग्रासरुट लेभलको ट्रेनिङ सेन्टरहरू बनाउन सकिएको छैन। त्यो ट्रेनिङ सेन्टर बनाएर त्यो फुटबल विकास गर्नलाई आज गरेको हाम्रो इन्भेस्टमेन्ट 10 वर्ष पछाडि देखिन्छ। एउटा फुटबल प्लेयर राम्रो बन्नलाई कम्तीमा पनि 10,000 घन्टा प्र्याक्टिस गरेको हुनुपर्छ। त्यो प्र्याक्टिस गराएर राम्रो फुटबल प्लेयर उत्पादन गर्ने स्वभाव बोक्ने पार्टी बन्न चाहन्छ राष्ट्रिय स्वतन्त्र पार्टी। र अन्त्यमा जसरी यो सिलाम साकमा लासुजु, यो सिलाम साकमाले मृत्युलाई छेक्छ, मान्छेलाई कालबाट जोगाएर राख्छ, त्यसरी नै देशलाई जोगाउने पार्टी बन्न चाहन्छ राष्ट्रिय स्वतन्त्र पार्टी। फेरि आउनुहुन्छ। अब मञ्चमा आसीन्न प्रत्यक्षतर्फका उम्मेदवार र सामान्य उपाधितर्फका यसपछि सांस्कृतिक कार्यक्रम रहेको छ। धन्यवाद। कृपया मन्तव्य राख्ने बेलामा 3 मिनटभन्दा बढीको समय नलिदिनु होला। अब पालो रहेको छ। नमस्ते गर्दाखेरि हामी नेपालीको संस्कारमा हात माथि गरेर गर्नुपर्छ। नमस्ते इटाली। अब हात माथि गरेर नमस्ते गरिसकेपछि सबैजनाले यसरी बजाउनु पनि पर्छ। तपाईहरुलाई म एउटा क्वेशन सोध्छु है त। यति छिटै चुनाव किन हुन लागेको? यति छिटै चुनाव किन हुन लागेको? नयाँ समयको माग, नयाँ शक्ति जागेको हो कि होइन? ल एकचोटि यो ग्राउन्डबाट सबैजनाले एकै स्वरमा जय घन्टी भनिदिनु होला। 1 2 3 गो। यो हो नि त जोश र जागर होइन? अब म तपाईहरुलाई एकछिन केही कुराहरू गर्छु ल। यता माथि स्वर्गमा पनि बसेर हेरिरहनु भएको रहेछ। ए स्वर्गवासी दाजु, टाउकोमा होइन आँखामा लाउनु चस्मा। झन्डा हल्लाउँदा जोसमा फुट्ट झर्नु भयो भने त सकियो त बुढा। जे हुन्छ भोट हालेपछि मात्रै हुन्छ है। फेरि सबैजना आमा बुवा दाजुभाइ दिदीबहिनीहरूलाई म अब पढाउन चाहन्छु। पढ्ने हो कि होइन? ABCD पढ्ने हो?
ल म सोध्छु है त हजुरहरूलाई ए फर होइन बी फर अलि सुनिन है मैले बी फर खोइ त पछाडिबाट बी फर आर फर ई फर सी फर अलि सुनिएन यो धेरै सुनिन पर्थ्यो जी फर भी फर धन्यवाद यो जोस र जाँगर सधैँभरि कायम रहोस् तपाईहरुमा अब तपाईहरुलाई म एउटा सानो शायरी भन्न चाहन्छु है त हुन्छ म बोलेर तपाईहरुलाई अल्छी लागेको छैन नि अल्छी लागेको छैन नि आमा तिमी महान वाह चाहिँ कसले भन्ने हो आमा तिमी महान आमा तिमी महान महान छ तिम्रो लीला तर पनि नेपाल बनाउन किन गर्छौ ढिला यहाँ हो होइन वाह वाह हो ल फेरि एकचोटि है त आमा तिमी महान महान छ तिम्रो लीला तर पनि यो देश बनाउन किन गर्छौ ढिला यो तीनचोटि वाह वाह नभन्नु न बोका करा यस्तो सुनियो वाह 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 भयो क्या आमा तिमी महान महान छ तिम्रो लीला तर पनि नेपाल बनाउन किन गर्छौ ढिला नारी पुरुष बराबर हो कि होइन नारी पुरुष बराबर बराबर पुरुष र नारी मात्रै एउटा फरक तिम्रो चिउडोमा आउँदैन दारी हो कि होइन हो भने ताली चाहिँ कसले लाल विक्रमजीले बजाउने हो ताली बजाउने जिम्मा तपाईहरुको के भन्दैछौ आउनुहुन्छ आउँदै हुनुहुन्छ है गर्नु पर्यो नि धैर्यता नै सबैभन्दा ठुलो शक्ति हो हामी नेपालीहरूको अब केही समयको लागि मात्रै म तपाईहरुको सामु अलिकति आएको छु है भन्नलाई आएको हुँ म यही नै रहने छु तपाईहरुमा फेरि बिचबिचमा समय दिनुभयो भने आउने नै छु हाम्रो देशको चर्चित गायक प्रकाश सपुतजी पनि आइसक्नु भएको छ प्रकाश सपुतजीले पनि तपाईहरुलाई मनोरञ्जन दिनुहुनेछ त्यसकारण धैर्य गरेर अनुशासित भएर बसिदिनु होला इटरीको यो सभा धैर्य र अनुशासित सभा हो भनेर देशैभरि हामीले फिजाउन आवश्यक छ र फागुन 21 गते चुनाव हुँदैछ देशमा दायाँ बायाँ कतै नहेरी आँखा चिम्लेर मतपत्र गर्व गरेकी जन्माएको आमाले भाषा गर्न काट्दै थपको जीवन यसै गयो दुःख साट्दा साट्दै हामीलाई के नै सुख छ सक्नेले गर नसक्ने गर मेरो पनि होइन यो देश मेरो पनि होइन मेरो पनि होइन यो देश मेरो पनि होइन मेरो पनि होइन यो देश मेरो पनि होइन यो देश हामी सबैको बाटो मान्छेलाई त यो देश फेरि सही हो हामी जस्तो नागरिक त अनागरिक भइयो कहिले होला भने जस्तो नयाँ नेपाल आउने जे भने जस्तै भने देशकै माया लाउने होइन र सक्नेले गर नसक्ने पार everybody मेरो पनि होइन यो देश मेरो होइन यो देश मेरो पनि होइन मेरो पनि होइन मेरो पनि होइन
चिन्नी घन्टी टिनी निनी घन्टी टिनी निनी घन्टी टिनी निनी नाच फिनी निनी नाच फिनी निनी घन्टी टिनी निनी घन्टी टिनी निनी उद्देश्य छ मन पनि प्योर हो अब हाम्रो देश बन्छ सियोर हो घन्टी टिनी निनी उद्देश्य छ मन पनि प्योर हो अब हाम्रो देश बन्छ सियोर हो घन्टी टिनी निनी यसपालि सबले बचाउने हो भेट्यो हाम्रो घन्टी यसपालि सबले बचाउने हो भेट्यो हाम्रो घन्टी यो तेरो साथ अबे भाइ आयो तेरो साथ Thank you so much. यहाँ धेरै बेर पर्खिसक्नु भएको छ बालिनजी र सभापतिज्यूको वरिष्ठज्यू र सभापतिज्यूको सम्बोधन सुन्नलाई सो मैले धेरै समय लिइन थ्याङ्क यू सो मच यसपालि हामी सबै परिवर्तनको पक्षमा हो कि होइन हो रवि दाइ रवि दाइ रवि दाइ अब की बार हाम्रो रवि हाम्रो देश हाम्रो बालेन हाम्रो देश हाम्रो रवि नडराऊ रवि दाइ नडराऊ रवि दाइ नडराऊ रवि दाइ अब की बार अबको हल्ला चाहिँ पुरै नेपालमा गुन्जिनु पर्यो अब की बार भोट केमा चुपचाप होइन देखाएर भ्रष्टाचारीलाई पछाएर सबैको अगाडि भोट केमा अब की बार हाम्रो रवि हाम्रो देश हाम्रो रवि हाम्रो देश हाम्रो बालेन हाम्रो देश हाम्रो बालेन हाम्रो देश जय घन्टी जय देश धन्यवाद अब एउटा सानो प्रस्तुति रहेको छ यहाँको धरतीपुत्रहरूको चौतारी थारू संस्कृतिलाई प्रस्तुत गर्न गइराख्नु भएको छ एउटा टिम छ हामीसँग त्यो टिमलाई तम तयार अवस्थामा रेडी नै हुनुहुन्छ उहाँहरूलाई एक जोरदार तालीले यस स्टेजमा स्वागत गरौँ खोइ त ताली तालीको कमी भयो सभा टिमलाई आफ्नो तयारीको साथ
खोइ त ताले। स्वतन्त्र पार्टीका वरिष्ठ नेता श्री बालेन्द्र शाहज्यूलाई पनि अगाडि आइदिनुलाई अनुरोध गर्छौँ। अब की बार हाम्रो रवि हाम्रो देश, हाम्रो रवि हाम्रो देश, हाम्रो रवि हाम्रो देश, हाम्रो बालेन हाम्रो देश, हाम्रो बालेन हाम्रो देश। जय गणाउने सबभन्दा कान्छो प्रधानमन्त्री र साथै धेरै नेता आए, देश बनाउने कुरा गरे। कसैले क्षेत्रगत हिसाबमा नेपाली जनतालाई बाँडे, कसैले जातिको हिसाबमा नेताले जातिको हिसाबमा देशलाई बाँडे। तर आज हामीले यस्तो प्रधानमन्त्री पाउँदैछौँ जसले देशलाई जातिको रूपमा बाँड्ने काम गरेको छैन, सबै नेपाली जनतालाई एक बनाउने काम गरेको छ। एउटा सिङ्गो मालामा उड्नु भएको छ। एक जोरदार तालीले उहाँलाई यस स्टेजमा निम्त्याउन चाहन्छु। राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता तथा यो देशको भावी प्रधानमन्त्री श्री बालेन्द्र शाहज्यू। नमस्ते, सन्चै हुनुहुन्छ? नमस्ते, सन्चै हुनुहुन्छ? चिया खानुभयो त? चिया कहाँको खानुभयो? कुन ठाउँको? इलाम दमकको? खाना खानुभयो? बिहान खानामा तरकारी कहाँको खानुभयो? बोर्डर पारीको खानुभयो? तेह्रथुम 5 थरमा उत्पादन भएको तरकारी खान पाउनु भएको छैन तपाईँहरूले। हाम्रै पूर्वी पहाडमा उत्पादन भएको तरकारीहरू, उब्जाहरू यही मुनि तराईमा झापा, सुनसरी, विराटनगरमा खान पाइएको छैन। यो दुःखको कुरा हो। यो दुःखको समाधान गर्नुपर्छ र त्यो दुःखको समाधान गर्ने पार्टी बन्न चाहन्छ राष्ट्रिय स्वतन्त्र पार्टी। पूर्वी तराईका 3वटा 4वटा जिल्लाको फुल पोटेन्सियलमा धान उत्पादन गर्ने हो, चामल उत्पादन गर्ने हो भने देशभरिलाई खान पुग्छ। तर विडम्बना यही खान पुगेको छैन। यो दुःखलाई समाधान गर्नुपर्छ र त्यो समाधान गर्ने पार्टी बन्न चाहन्छ राष्ट्रिय स्वतन्त्र पार्टी। बर्खामा बाढी आउने, बाढीले खेती योग्य जग्गाहरू सबै बालुवाले पुरिदिने, सुक्खामा पानी नपाउने, सिँचाइ गर्न नसक्ने खेती योग्य जग्गाहरूलाई त्यत्तिकै राख्नु परेको हुन्छ। बेला बेलामा बाढी समाधान गर्न तटबन्ध बनाउने र सुक्खाको समयमा सिँचाइ दिने पार्टी बन्न चाहन्छ राष्ट्रिय स्वतन्त्र पार्टी। हाम्रो पूर्वलाई देखाएर पनि पैसा कमाउन सकिन्छ, यहाँ उब्जा गरेर पनि पैसा कमाउन सकिन्छ, यहाँ उत्पादन गरेर पनि पैसा कमाउन सकिन्छ। के गरेर पैसा कमाउने भन्नुहोस् तपाईँहरू? यो तीनटै काम गरेर देखाउन चाहन्छ राष्ट्रिय स्वतन्त्र पार्टीले। हाम्रो किराँतहरूको, सम्पूर्ण नेपालीहरूको आस्थाको केन्द्र मुकुमलुङ, खुवालुङ, पाथिभरा जस्ता ठाउँहरूलाई 77 जिल्लाका नेपाली दाजुभाइ दिदीबहिनीहरूले आस्था राख्न पाउन्, त्यो आस्था देखाउने पार्टी बन्न चाहन्छ राष्ट्रिय स्वतन्त्र पार्टी। समस्याहरू धेरै छन्, समाधान पनि यही छ। समस्या र समाधानलाई भेटाउने काम भएको छैन, त्यो भेटाउने काम गर्न चाहन्छ हाम्रो पार्टीले। देशकै पहिलो उद्योग कल कारखाना भएको यो ठाउँ हो, यो क्षेत्र हो।
यहाँनिर खाने तेलदेखि मरमसलाका फ्याक्ट्रीहरू छन्, इन्डस्ट्रिजहरू छन्। तर जुन बेलामा त्यो फ्याक्ट्रीहरू खुले, त्यो इन्डस्ट्रीहरू खुले, त्यसपछि नयाँ खुलेका छैनन्। नयाँ फ्याक्ट्री खोल्नु पर्यो भने 10वटा नेतालाई ढोग्नुपर्छ, 10वटा कर्मचारीलाई फकाउनुपर्छ, अनि बल्ल बल्ल फ्याक्ट्री खुल्छ र त्यो फ्याक्ट्री चलाउन थालेपछि चन्दा आतङ्क सुरु हुन्छ। अब त्यो पर्दैन, त्यो नपर्ने गरी व्यवस्था बनाउन चाहन्छ राष्ट्रिय स्वतन्त्र पार्टीले। I love you too. I love you too. I love you too. 3, 4. विश्वको पहिलो तीर्थस्थल कुन हो थाहा छ तपाईँहरूलाई? हाम्रै बाराहा क्षेत्र। यो हामी नेपाललाई पनि कतिलाई थाहा छैन। त्यो थाहा दिन चाहन्छौँ। त्यो थाहा दिने मान्छे बन्न सकौँ, त्यो थाहा दिने पार्टी बन्न सकौँ, त्यो थाहा दिने सिस्टम बन्न सकौँ। अस्ति हामी त्यो बाराहा क्षेत्र घुम्दाखेरि उदयपुरका विभिन्न ठाउँहरूमा पनि पुगेका थियौँ। उदयपुरको त्यो कोस्टल एरिया हेर्दाखेरि इन्डोनेसियाको बाली मालदिभ जस्तो विकास गर्न सकिन्छ कि जस्तो लाग्यो। त्यस्तो विकास गर्ने पार्टी बन्न चाहन्छ राष्ट्रिय स्वतन्त्र पार्टी। यता पिउने पानीको पनि धेरै समस्या छ। धरानमा पिउने पानीको डिपिआर पहिले भएको थियो, त्यो डिपिआर भयो, त्यो खानेपानीको व्यवस्थापन कोसीबाट मेकानिकल लिफ्टिङ गरेर धरानमा पानी ल्याउनलाई लगभग 5-6 अर्ब लाग्छ। तर सायद यहाँका जनप्रतिनिधि त्यो सरकारमा पुगेन होला, त्यहाँको पार्टी पुगेन होला। कुन पार्टी पुग्छ अब त्यो सरकारमा? यो भेगलाई त्यो पिउने पानी खुवाउने पार्टी बन्न चाहन्छ राष्ट्रिय स्वतन्त्र पार्टी। तपाईँलाई थाहा छ नेपालको 60-70% फुटबल प्लेयर कहाँबाट निस्किन्छ? यही पूर्व क्षेत्रबाट निस्किन्छ। तर फुटबल प्लेयरहरूलाई उत्पादन गर्नलाई, त्यो ग्रासरुटको फुटबललाई विकास गर्नलाई, त्यो खेल मैदान विकास गर्नलाई अहिलेसम्म सकिएको छैन। एउटा स्टेडियम बनाउन सकिएको छैन, ग्रासरुट लेभलको ट्रेनिङ सेन्टरहरू बनाउन सकिएको छैन। त्यो ट्रेनिङ सेन्टर बनाएर त्यो फुटबल विकास गर्नलाई आज गरेको हाम्रो इन्भेस्टमेन्ट 10 वर्ष पछाडि देखिन्छ। एउटा फुटबल प्लेयर राम्रो बन्नलाई कम्तीमा पनि 10,000 घन्टा प्र्याक्टिस गरेको हुनुपर्छ। त्यो प्र्याक्टिस गराएर राम्रो फुटबल प्लेयर उत्पादन गर्ने स्वभाव बोक्ने पार्टी बन्न चाहन्छ राष्ट्रिय स्वतन्त्र पार्टी। र अन्त्यमा जसरी यो सिलाम साकमा लासुजु, यो सिलाम साकमाले मृत्युलाई छेक्छ, मान्छेलाई कालबाट जोगाएर राख्छ, त्यसरी नै देशलाई जोगाउने पार्टी बन्न चाहन्छ राष्ट्रिय स्वतन्त्र पार्टी।